100% भने होला सोध्नुपर्छ पर्दैन होला है उठाइदिउँ के हो तुम्हें शर्म है कुछ शर्म आया है हजुर हो एङ्गो कस्तो चिने है मैले माधव भाइ याङ्गो म त यस्तो हो क्या हजुरहरू खुसी त हामी पनि खुसी शाबाश बेटा बहुत बढिया मुन्ना केही छैन हामीलाई नि कम्पनीले खुसी गराउँछ एङ्गो युज गर्नु है अब मजाले है हजुर हो ऊ त्यो अगाडिको देखाइरहेको थियो क्या अघि म यहाँ त थिएँ नि हेलो एन्ड दर्शन नमस्ते हजुरहरू सम्पूर्णमा आशा छ हजुरहरू सबैजना सन्चो आरामै हुनुहुन्छ होला म पनि सन्चो आरामै छु सदाको चाहिँ आज पनि म अर्ली मर्निङमै काममा निस्किसकेको आइज होइन आज चाहिँ अलि म चाँडै नै निस्किन्छु काममा किनकि फाइदा हुन्छ क्या मर्निङको टाइममा टिप अलिक राम्रो लाग्छ नि त सो त्यही भएर म चाहिँ मर्निङमै काममा निस्केको छु होइन यहाँबाट चाहिँ अहिले मर्निङमा एङ्गोमा टिप लाग्दैन सो त्यही भएर म चाहिँ अलि अगाडि माछा पोइन्टसम्म जाने हो त्यहाँबाट चाहिँ टिप गर्न थाल्यो एङ्गोमा सो त्यही हो लेट्स सी है कस्तो जान्छ के जान्छ आजको दिन हजुरहरू सामुने राख्ने नै छु सो सदा चाहिँ राम्रो जाओस् रमाइलो जाओस् दिन राम्रो राम्रो मान्छे भेट्न पाइयोस् रमाइलो कुराकानी गर्न पाइयोस् त्यही भन्दै आजको दिन सुरुवात गर्दैछु गाइज है हजुरहरू सबैलाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा र चाहिँ फर्स्ट ट्रिप चाहिँ एक्सेप्ट भइसक्यो एङ्गोमा होइन एङ्गोमा फर्स्ट ट्रिप एक्सेप्ट भयो लिन जान चाहिँ अलिकति टाढै छ अघि म यहीँ त थिएँ नि हो यहीँ देखाइरहेको थियो क्या लोकेसन ल बस्नु एङ्गो कुन ठाउँमा जाने काठमाडौँ मात्रै देखाउँछ क्या हामीलाई जाने ठाउँ हेर्नु नि त्यहाँ जति उठ्छ अहिले त्यहीँ उठ्छ यहीँ आउँछ क्या तिम्रो त्यहाँ अहिले राइड इन गरेपछि त्यहाँ जति देखाएको छ यहाँ पनि त्यति नै देखाउँछ क्या 120 रुपियाँ यहीँ देखाउँछ क्या यसको भक्तपुर थाहा हुँदैन कान्छा मलाई त कहाँसम्म सल्लाहघारी हेर्न पर्छ हौ अनलाइनमा यतिकै त थाहै हुँदैन कि त ए थाहा हुँदैन क्या त्यो के भन्छ अरे उमै हेर्नुपर्छ के अरे अनलाइनमै हेर्नुपर्छ क्या यो त डिस्काउन्ट छ नि त लो देशमा त्यही भएर यति उठाइ नत्र यहाँको कहाँ यति उठ्छ त हो किन भन न यहाँको केही नउठे पनि 250 रुपियाँ उठ्छ त्यहाँबाट अनलाइन हो कान्छ ल जानुपर्छ चाहिँ भक्तपुर हो अनि अनलाइन छैन र तिम्रो मतलब एप छैन एप डाउनलोड गर न यार यति सस्तोमा हिँड्न पाइन्छ गाडीकै रेटमा कति भयो युज गरेको यो त तिम्रो फर्स्ट हो नि त आज ठिक छ नि होइन अरूभन्दा बेस्ट छ जस स्टुडेन्टहरूको लागि चाहिँ एकदम बेस्ट छ क्या आउने जाने बचेको पैसाले ल ओके थ्याङ्क यू ब्रदर है ओके ब्रदर एङ्गो युज गर्नु है अब मजाले है सो मेरो चाहिँ फर्स्ट ट्रिप कम्प्लिट भयो गाइस है फेरि लागिसक्यो गाइस होइन यो चाहिँ सेकेन्ड ट्रिप छ चाहिँ कहाँ लानुपर्ने छ भने ललितपुर लानुपर्ने छ अब हिसाब किताब पनि राख्दै गरौँ होइन हिसाब किताब त राख्नुपर्छ 120 रुपियाँ अहिलेको पाएँ अब कति आउँछ यो चाहिँ सेकेन्ड ट्रिप हो मेरो आजको ए उता हो मान्छे हेर्दैनन् बाइकहरू नै यार हजुर हो ऊ त्यो अगाडिको देखाइरहेको थियो क्या ए उताबाट गर्नुहुन्छ होला कहिले काहीँ होम लोकेसन चेन्ज गर्न मिल्छ नि यसमा होम लोकेसन सेट गरेर राख्नु कति भयो एङ्गो चलाउन थाल्नु भएको कति भयो एङ्गो चलाउनु भएको हजुरले भर्खर हो कस्तो छ ठिक छ धेरै सस्तो छ है सही हो हामीलाई नि कम्पनीले दिन्छ बोनस टेन्सन छैन यस्तो हो क्या हजुरहरू खुसी त हामी पनि खुसी
केही छैन, हामीलाई नि कम्पनीले खुसी गराउँछ। मङ्गल बजार त मङ्गल बजार, तपाईँको लोकेसन चाहिँ गलत छ क्या, जहाँ हान्नु भएको नि त्यो चाहिँ गलत छ क्या। यहीँ हो ल। ए तपाईँको लोकेसन कहाँको छ थाहा छ? उहाँ तलै ल हेर्नु, अहिले हामी यहाँ छ बाइक होइन, लोकेसन यहाँ तलको छ क्या, त्यही भएर चाहिँ गलत बाटो आएछ भनेको मैले। कति उठ्यो त? 71। ओके थ्याङ्क यू ब्रदर। चाहिँ 30 पनि एक्सेप्ट भइसक्यो होइन। 30 लिन जानलाई पनि टाढा छ मेरो चाहिँ, जे होस् लगभग 1.8 किलोमिटर लिन जाँदैछु होइन। सो मैले चाहिँ उहाँलाई कल गरिसकेको छु, उहाँले चाहिँ हुन्छ आउनु न भन्नुभएको छ। उहाँले आउनु भनेपछि हामीलाई त के पिर भयो र है, यता झन् टाढा पर्दो रहेछ। गुगल म्याप नजिक नजिकको बाटो देखा न यार भाइ, क्या भाइ तु भी यार। लगभग 2 किलोमिटर लिन जाँदैछु होइन। अब 2 किलोमिटर लिन जाँदैछु, अब पुऱ्याउन पनि चाहिँ कति हो भने थाहा छैन। सो मेरो टार्गेट चाहिँ त्यही हुन्छ होइन, बिहान 10 बजेसम्म चाहिँ 10-12 टिप चाहिँ गरिसक्नु पऱ्यो मैले चाहिँ है। त उहाँ आइरहनु भएको छ, उहाँ नै हो जस्तो लाग्यो मलाई चाहिँ होइन। 100% हो, 100% उहाँ नै होला। सोध्नुपर्छ पर्दैन होला है, उठाइदिउँ के हो? हजुर हो एङ्गो, कस्तो चिने है मैले एङ्गो कस्तो प्यासेन्जर त म ठ्याक्कै चिन्छु नि। फेरि ढिलो भयो सरी है। कति भयो एङ्गो चलाउनु भएको हजुरले? आज फर्स्ट टाइम हो? अलि राइडर पाउन गाह्रो छ है। हो र एङ्गोमै? ए म चाहिँ ढिलो भयो हो, म ढिलो भयो भन्दा म टाढा थिएँ नि हजुरभन्दा धेरै नै। हुन्छ हुन्छ हो ल। एङ्गो 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 कतिको होला है? छैन नि, बिहानै बिहानै क्युआर हुन्छ 61 रुपियाँ। मेरो चाहिँ 30 पनि कम्प्लिट भयो गाइज है। अब 4 टिपको लागि कहाँ जाने हो, कहाँको टिप लाग्ने हो थाहा छैन है। आज चाहिँ मलाई टाढाको टिप एक्सेप्ट भइरहेको छ, त्यही भएर चाहिँ अलिकति टाइम लाग्छ जस्तो। आज 10 टिप पुऱ्याउन पनि जाने नै नहोला जस्तो सोचेँ भन्दा 6:30 भइसक्यो होइन। जम्मा 30 टिप मात्रै भएको छ क्या, म 5 बजे निक्लेको हो नि त आज। गरिरहेको छु, मेरो 4 टिप पनि एक्सेप्ट भइसक्यो, म चाहिँ लिन जाँदैछु होइन। सो मैले चाहिँ उहाँलाई कल गरिसकेँ। आज अलि चाँडै नै घाम लाग्यो क्या मस्त होइन, 6:30 भयो, 6:30मै घाम लागिसक्यो। आज गर्मी पनि मजाले होला छ। जति सके छिटो काम गरेर चाहिँ निस्किने विचार छ मेरो चाहिँ घरतिर है। अलि चाँडै नै घर जाने विचार छ, हेरौँ होपफुली चाँडै नै होस् भन्ने आशासहित यो टिप चाहिँ पिकअप गर्न जाँदैछु। यो टिप पिकअप गरेपछि मेरो चाहिँ 4 टिप कम्प्लिट हुन्छ गाइज है। सो एङ्गो चाहिँ मलाई किन ठिक लागिरहेछ भने कहीँ गएर बसिराख्नु परेको छैन है, फटाफट टिप लागिरहेछ, फटाफट लग्यो छोडिदियो। सो चाँडै भइरहेको छ, ठिक लागिरहेछ एङ्गो होइन। बाँकीकोहरूलाई कस्तो लागिरहेछ थाहा भएन मलाई। मेरो सेभिङ पनि राम्रो भइरहेछ एङ्गो गर्न थालेदेखि है। इनड्राइभ पठाउ जस्तो भएको छैन, जस मेरो एङ्गो गर्न थालेपछि सेभिङ चाहिँ राम्रो भएको छ। अनि पठाउ इनड्राइभमा जस्तो मरि हत्ती गरेर काम गर्नु परेको पनि छैन अहिले चाहिँ मलाई गाइज है। सो मलाई चाहिँ ठिक लागिरहेको छ। बाँकी हजुरहरूको मर्जी हो है, हजुरहरूलाई कस्तो लाग्छ राइड गर्नलाई। हजुर हो ए अँ, लोकेसन गलत परेछ नि त हजुरको। एक्जाम छ? ओके ओके ओके। कहाँनिर हो? एपिएक्स कलेज यतैबाट निस्किने हो? हस्, हजुरको लोकेसन त वहाँ परेको छ। धन्दै ठोकेको है तपाईँलाई ढिलो भयो भनेर। हस् वेलकम। माधव भाइ याङ्गोमा त 4 टिप भयो के? अनि 12 पैसा न 20 टिप हानिसक्छ। अनि मेरो हेर न सधैँ हालिदिइराख थिएँ, मेरो डेलीको हेर 3400 3200 3200 4800
ल हजुर हो एङ्गो 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 गर्नुभयो हो हजुर हजुर म एङ्गो सब एङ्गो लबर भयो अहिले है तपाईँको अर्को नम्बर नउठ्दो रहेछ त फोन खास गरी त्यो मामुको नम्बरबाट गरे हो के ए ए ए फोन त उठाइदिनु भएको भए त म अनि मैले त्यही भएर यो नम्बरबाट डायल गरिरहेको थिएँ ए तपाईँको बेस्ट आइरहेको थियो मैले चाहिँ हजुरलाई हानिरहेको थिएँ फेरि त्यही त मैले यसबाट गरिरहेको थिएँ ए फेरि कस्तो हुन्छ भने अब फोन नलाग्यो भने त हामीलाई पनि गाह्रो हुन्छ नि त लिन जान कतिपयले नयाँ नयाँ एप छ होइन कस्तो रहेछ भनेर ट्राई पनि गरिरहेको हुन्छन् क्या अनि लिन गयो अनि दुःख मात्रै पाइन्छ त्यही हो ए तपाईँहरूलाई त ठिक छ यसो आउँदा त एङ्गो गऱ्यो होइन 47 हस् हस् धन्यवाद हजुरलाई हजुरको दिन शुभ रहोस् मेरो त शुभ नै होला मै हो नि एङ्गो कस्तो छ एङ्गो ठिक छ ल बस कति भयो एङ्गो चलाउनु भएको भर्खर भर्खर हो जाम है राइडर कतिको पाइरहनु भएको छ तपाईँले हजुर पाइरहेछ होइन फटाफट राइडर कतिपयहरूले चाहिँ राइडर पाइरहेछन् अरे क्या अब यसमा राइडरहरू कम छन् नि त अहिले फेरि हडताल सुरु भयो के हो महानगर बस त सबै रोकेको छ त के भएछ हौ हडताल सुरु भएछ के हो ओहो सब पार्किङ गरेछ त महानगर यातायात त सबै पार्किङमा छ त किन हो हडताल भयो होला होइन होला होइन र लोकेसन यहीँ हो नि लोकेसन ए ल बस्नु मलाई चाहिँ यहीँनिर देखाइरहेको थियो कि लोकेसन देखेर ल बस्नु बस्नु अँ ए आउनु भएको थियो पहिला म पहिला यहाँ बसेँ होइन अनि पक्का पनि भित्र आउनु पर्दैन फेरि यहाँ आयो क्या हो ल ल 100 रुपियाँ हजुर हो किन लोकेसन गलत हाल्नु भएको त खोजेको खोजेँ म ल आउनु ₹35 थ्याङ्क यू ₹35 को टिप पनि सकियो ₹35 टिप पनि गरियो हेरौँ नेक्स्ट टिप कहाँको लाग्छ प्यासेन्जरहरूले भनेअनुसार आज चाहिँ 2-3टा राइडमा चाहिँ मलाई प्रब्लम फेस गर्न परेको छ मलाई चाहिँ 3-4 राइडमा चाहिँ आज लोकेसन गलत देखाएको छ होइन प्यासेन्जरहरू भन्नुहुन्छ लोकेसन मेरो सही छ भन्नुहुन्छ अनि मलाई अन्त्य देखाइरहेको छ प्यासेन्जरलाई अन्त्य देखाइरहेको छ क्या लोकेसन खै अब के भएको त्यो कम्पनीलाई थाहा होला होइन जस मैले प्यासेन्जरलाई सोद्धाखेरि मेरो लोकेसन सही छ भन्नुहुन्छ अनि मलाई चाहिँ अर्कै ठाउँ देखाइरहेको हुन्छ क्या सो आज मैले 3-4 फेस गरेँ है यसको बारेमा चाहिँ मलाई पनि थाहा छैन सायद कम्पनीलाई नै थाहा होला के हो भनेर अब लेट्स सी यो पनि प्रब्लम सल्भ हुन्छ होला सो फाइनली मेरो चाहिँ यो 20 टिप लास्ट टिप एक्सेप्ट भइसकेको छ होइन अब 20 टिप गरेर चाहिँ म रुम जाने हो गाइज है यो चाहिँ लास्ट टिप हो यो पनि सीतापाइलाको छ यहाँ मनोहराबाट अब मनोहराबाट टिप लिएर सीतापाइला गएर अब रुम गएर मजाले सुत्ने हो गाइज है एङ्गो हानियो 20 टिप सो अहिले चाहिँ म बिहान 5:30 त्यस्तै 5:30-6 बजे चाहिँ निक्लेको हो अहिले ठ्याक्क 12 बज्न लाग्यो 11:30 12 बज्न लाग्यो होइन मेरो चाहिँ 20 टिप कम्प्लिट भइसक्यो सो म चाहिँ अब 20 टिप गरेर ट्याक्क घर गएर बस्ने विचारमा छु सो त्यही हो गाइज एङ्गो गर्नु होला एङ्गो ठिकै छ मेरो लागि चाहिँ मलाई चाहिँ ठिक छ है मैले चाहिँ ठिकै लागेको छ मलाई चाहिँ अब पर्सनली रूपले मेरो लागि चाहिँ एङ्गो एकदम बेस्ट भएको छ होइन सो मैले काम गरे अनुसार मलाई चाहिँ एकदम बेस्ट छ अब हजुरहरूलाई के कस्तो लाग्छ त्यो त हजुरहरूको इच्छा हो होइन त्यो मलाई चाहिँ ठिक लागेको छ सो काम गर्दा ठिक छ काम गर्नु होला राम्रो छ भन्न चाहन्छु म चाहिँ हामीले अलिकति नबुझेको मात्रै हो हामीले अरूमा कमाएको चाहिँ पैसा मजाले कमाउन सकिन्छ यसमा पनि
अरूको दिनभरि लाग्छ भने हामीले चाहिँ यसमा चाहिँ बिहान टाइममा निक्ल्यो भने हामीले 12 बजीसम्म पनि कमाइदिन्छौँ क्या। अरू एप्समा कमाउनु जति दिनभरिमा कमाउने पैसा चाहिँ हामीले चाहिँ यो 4-5 घन्टामा पनि कमाउन सक्छौँ मजाले। सो ट्राई गरेर हेर्नु होला है, अनि ट्राई गरेर एकचोटि ट्राई गरेर हेर्नु के कस्तो लाग्छ। मेरो चाहिँ अब लास्ट ट्रिप हो है, लास्ट ट्रिप गरेर चाहिँ अब घर जाने हो टक्क लाएर। घरमा गएर खाना घर पुग्ने हो, अब खानासाना खाने, अनि बेलुकाखेरि यसो काम गर्न मन लाग्यो भने निस्के भयो, नत्र भयो किन निस्किनु पऱ्यो र। सो 2200 सेभिङ गर्नु छ भने चाहिँ दिनमा नातिकन 4-5 घन्टा काम गर्दा मजाले सेभिङ हुन्छ गाइज है। सो बाँकी हजुरहरूको मर्जी हो, मैले त के भन्नु। सो म चाहिँ यो लास्ट ट्रिप लिन जाँदैछु पिकअप गर्नको लागि उहाँलाई। सो भिडियो लामो हुन सकेन है, लामो गर्न सकेन, घाम लास्टै चर्को थियो, त्यही भएर मैले भिडियो धेरै गरिनँ। सो लामो छैन भिडियो, आजको खासै राम्रो पनि भएको छैन होला भिडियो है। सो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई। एङ्गो जाउँ एङ्गोमा। फर्स्ट राइड हो, कस्तो लाग्यो त फर्स्ट राइड? बाइक त्यही हो होइन? किन एक्सेप्ट भएको थिएन र हजुरको? ए यस्तो छ नि त, अब राइडरहरू कम छन्, अब त आफूले नि बुझ्नुपर्छ। नयाँ एप छ। एक्सिडेन्ट भयो कि आँखा नहेरिकन बताउँछन्। भयो अलिकति लाग्यो, छोडिदिनु। हाने यार हो, यहीँ हो। ल पानी पऱ्यो। कस्तो अहिले पानी थ्रिरी परिहाल्यो यार। क्याङ्गो अनलाइन हो। $150 ओके ल, एङ्गो युज गर्दै गर्नु है।